गाइस फाइनली हामी चाहिँ सिक्लेसमा आइसकेका छौँ। टोटल हामी मान्छेहरू 8 जना, ड्राइभर सुद्धा 9 जना छ है। अब हामी सिक्लेसदेखि चाहिँ हिँड्दैछौँ है त हुगुतिर। यो चाहिँ हाम्रो टिम होइन, ट्याक्क जाँदैछ। ए मसँग लौरो छ। हामी यो डाँडा देख्नु भएको छ नि तपाईँहरूले, यो त्यो डाँडा चाहिँ कोरी डाँडा रहेछ खासमा। पुग्नु पर्ने त्यहाँ ल है। हो यो ए लस्करै लाग्दै हुनुहुन्छ हाम्रा टिमहरू। ल 100 जना आउँदै हुनुहुन्छ है त। हामी कापुचे लेकको लागि यिनीहरू जवान रे, हेर्नु त त्यहाँ झन् स्लो भयो है गाइस। पछाडि भारीले तान्यो होला सायद, त्यही भएर होला। के हो, म त मोसा जस्तो देख्छु त यिनीहरूलाई। लट्ठी सट्ठी बोकेर हिँड्नेछन्। ऐसेलु भन्ने फल यो रहेछ है। ए ल हेर्नु त, यस्तो हुँदो रहेछ। ट्याक्क चुडिहाल्यो नि। यो फल चाहिँ ऐसेलु भन्ने फल रहेछ। अम्लो अम्लो हुन्छ कि यो चाहिँ। ल अब हामी कापुचे हुगु भन्ने ठाउँतिर जानेछौँ। ल हेर्नु त यो अगाडि कत्रो पहाड छ है। ल हेर्नु त साथीहरू, यहाँ चाहिँ गुराँसको फुल रहेछ। गुराँसको फुल, गुराँसको फदमुनि साथीहरू जाँदै हुनुहुन्छ। पहाड पर्वत जङ्गलमा जब हेर्छु, हेर्नु त कति किलोमिटर तल होला। तर हेर्नु त त्यस्तै पहाड माथि फेरि त्यस्तै हाम्रो साथीहरू हेर्नुहोस् ट्रेकिङमा कसरी लस्कर लाग्दै हुनुहुन्छ। म चाहिँ सबभन्दा अन्तिममा छु होइन। ल हेर्नुहोस् यहाँ चाहिँ बार रहेछ, अलि ठाडो छ नि त त्यही भएर। वहीँ टुप्पैसम्म बार रहेछ। ल हेर्नु त फाइनली हामी त्यो बाटो देख्नु भएको छ नि, त्यो बाटो आयो। त्यो बाटो हुँदै यो डाँडा चढ्दै आयौँ। त्यसपछि यहाँ पुरै ठाडै उकालो रहेछ। त्यसपछि हाम्रो गाइजहरू अलिकता एकछिन रेस्ट गर्दै हुनुहुन्छ। यहाँ चाहिँ वाटरफल, भ्यू पोइन्ट एन्ड गट्टी हाउस इडी भन्ने रहेछ। हेर्नु त आहा झरना, वाउ, हिमालबाट झरेको पानीको झरना यो है। अनि यहाँ चाहिँ क्याम्प रहेछ, बेस क्याम्प होला यो सायद। वेलकम टु वाटरफल एन्ड टी हाउस रहेछ होइन। ल यहाँ नेपालको झन्डा देखियो। ओहो कति खुसी हुन्छ। हजुर के पराना पराना ट्रेकिङ यस्तै रहेछ पराना। सुन्दर पहाडदेखि म तल हेर्छु, कलकल आवाज खोलाको सुन्दछु।
कसम सहाय रहोस् ईश्वरको कति महान एउटा हात खोइ त भन्ला नि फेरि यो चाहिँ पानी पर्दाको माहौल हाम्रो ल हेर्नु धन्न ऱ्याङ्कोट यहाँ हामीले होटलमा किनेको थियौँ र पो यत्तिको भयो नत्र त गाह्रो हुन्थ्यो हामीलाई बाटो जिन्दगीमा फर्स्ट टाइम हो ट्रेकिङ पनि यत्रो लामो र जोस् मजा आइरहेछ जिन्दगीमा पानी पर्यो त्यही भएर अलिक गाह्रो भइरहेछ अब हामी चाहिँ 1-2 घन्टामा पुग्छौँ हुगु भन्ने ठाउँ यो त नन स्टपको होला नि त चियाहरू त जानुपर्छ म चिया मलाई चिया चाहियो अब त सक्दिनँ हुगु चाहिँ त्यति भइहाल्यो अब कापु चाहिँ 3 घन्टा अझै ल हेर्नु त गाइस यहाँ पुरै ठाडे ओह्रालो ल हेर्नु यस्तो बाटो अनि फेरि हाम्रो केटाहरू पुगिसक्यो माथि त्यहाँ 2 जना यता 1 जना बिचमा छ विनिता त्यहाँ यस्तो बाटो हिँड्नुपर्छ सबभन्दा गाह्रो चाहिँ यहीँ रहेछ ल हुगु आयो त्यसपछि है त कहिले नि कसैले नपाओस् ल यस्तो बाटो हुँदै आउनुपर्छ हामी अब माथि चढ्दैछ अझै ल हो केटाहरू त उता छ